र तिमीले अस्ति अहम ने, का, नेपाल काठमाडौँमा गरे बसानी। नेपाल यो गुरु देश हो। नेपाल तपोभूमि हो। यो ऋषि मुनिहरूको स्थल हो। हामी ऋषिहरूका सन्तान हौँ र हाम्रो नसा नसामा रगत रगतमा कोष कोषमा ऋषिहरूको गुणहरू अवतरित हुँदै आएको छ। र हामी प्रत्येक घरमा कम्तीमा एकजना योगी र सम्पूर्ण नेपाल नै योगको स्थल हो, योगको जङ्गल हो। र हामी संसारलाई दया, माया, प्रेम, करुणा र आनन्द दिन सक्छौँ, जसले गर्दा यो संसार, यो ब्रह्माण्ड पूर्ण रूपमा शान्त, स्थिर र स्वच्छ रहनेछ। जहाँ हत्या, हिंसा, आतङ्कका समाचारहरू हामी सुन्नु पर्दैन। त्यसै मध्येमा हामी के छौँ त? ऋषिहरूले दिनुभएको एउटा शान्ति मन्त्रलाई पुनः हामी त्यसलाई रिभिजन गर्छौँ, जसको मन्त्र रहेको छ, हामी सबैजना पढे लेखेर पिएचडी गरेर डक्टरी गरेर पूर्ण हुन्छौँ, अथवा धन कमाएर पूर्ण हुन्छौँ, अथवा शक्तिमा पुगेर पूर्ण हुन्छौँ भनेर भनिन्छ। तर हामीलाई जन्मेदेखि नै हामी पूर्ण रूपमा विवेकीवान छौँ भनेर यो मन्त्रले भन्छ। हामी पूर्ण रूपमा छौँ, त्यो के बुझ्न, त्यसको लागि स्वयं आफूतिर फर्किनु पर्यो। यसले भन्छ, ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति। र यसले भनेको छ, भनेको अध भनेको तो निरूपाधिक ब्रह्म अथवा परमात्मा। पूर्णम भनेको पूर्ण छ, तो के छ त? पूर्ण छ। इदम भनेको यो सोपाधिक ब्रह्म। निरुपाधिक ब्रह्म र सोपाधिक ब्रह्म भनेको परमात्मा, र सोपाधिक ब्रह्म भनेको जीव। परमात्मा र जीव चाहिँ के छ? पूर्णम भनेको पूर्ण छ। परमात्माले हामीलाई सृष्टि गर्यो, यो के छ त? पूर्ण छ। पूर्ण नभइकन त जीवितै रहन सक्दैन। पूर्णात भनेको पूर्ण ब्रह्मबाट जुन त्यसको आंशिक रूपमा, पूर्णम भनेको पूर्ण रूपमा नै रहन्छ। जस्तो समुद्रलाई समुद्रमा नदी विलिन भइसकेपछि अथवा खोला विलिन भइसकेपछि के हुन्छ? त्यो समुद्र नै हुन्छ। त्यसैले यसलाई यसरी हामी बुझ्न सक्छौँ। पूर्णम भनेको पूर्ण रूपमा नै, उदच्यते भनेको संसारमा प्रकट हुन्छ। पूर्णस्य भनेको पूर्ण ब्रह्माको, जुन ब्रह्माको सृष्टिकर्ताको परमात्माको, पूर्णम भनेको पूर्णता, सर्वव्यापकतालाई, आदय भनेको लिएर, निकालेर, पूर्णम एवं भनेको पूर्ण ब्रह्म स्वरूप नै अविश्यते भन्दछ। त्यसलाई निकालेर समुद्रमा एक लोटा पानी निकाल्यो भने पनि के हुन्छ? त्यो समुद्रकै अंश हो नि। त्यो समुद्रमै मिसायो भने के हुन्छ? पूर्ण हुन्छ। निकाल्दाखेरि पनि के हुन्छ? पूर्णै हुन्छ। र त्यसैले के छ त? यसले के हुन्छ? अनि अविश्यते बन्दछ। अझ यसको भावार्थ हेरौँ। ब्रह्म तत्त्व सबैतिर परिपूर्ण एवं सर्वव्यापक छ। जीव पनि ब्रह्मा स्वरूप नै भएकाले स्वयंमा पूर्ण छ। यो ब्रह्म तत्त्व सर्वव्यापक छ, ब्रह्माण्डभरि नै छ। यो ग्रहहरूमा पनि फैलिएको छ, यो पृथ्वीमा मात्र होइन। जीव पनि ब्रह्मा स्वरूप नै छ। यसमा पृथ्वी, जल, तेज, वायु, आकाश र जुन चेतन तत्त्व छ, त्यो हालिदिएपछि के हुन्छ? पूर्ण रूपमा नै हुन्छ। र त्यति मात्र नभई सम्पूर्ण जगत समेत पूर्ण ब्रह्माकै विस्तार भएकाले त्यो पनि पूर्ण नै छ। हामी के हौँ? ब्रह्माकै विस्तार हौँ, परमात्माकै विस्तार हौँ। त्यो के छ? पूर्णै छ। त्यसमा हामी गुनासो गरिराख्नु पर्ने, यो पुगेन ऊ पुगेन भनेर विभिन्न तृष्णा इच्छाहरू पालिराख्नु पर्ने अवस्था छैन। तर हामी जन्मेदेखि नै पूर्ण छौँ। तर यति बोध चाहिँ हुनु पर्यो। अज्ञानका कारण अपूर्ण जस्तो बनेको जीवले ब्रह्मा तत्त्वको पूर्णता र सर्वव्यापकतालाई चिन्न सक्यो भने ऊ पूर्ण ब्रह्म स्वरूप नै बन्दछ। र हामी अज्ञानी भएर केही नपाएको जस्तो गरेर गुनासो मात्रै गरिराखेर केही छैन भनेर दुखी मानसिकताले पालेर त्यो सर्वव्यापकतालाई, त्यो परमात्माको सर्वव्यापकतालाई चिन्न सक्यो भने हामी पूर्ण ब्रह्म स्वरूप नै हुन्छ। यस अर्को एउटा उपनिषदमा, छान्दोग्य उपनिषदमा भनेको छ कि
ब्रह्मैव ब्रह्मै भवति, एउटा ब्रह्म भएको तत्त्वले त्यसमा अरू जेसुकै मिसाए तापनि के हुन्छ, ब्रह्म नै हुन्छ भनेर हामी बुझ्न सक्छौँ। त्यसैले यसले के गर्छ, हामी सबैजना के छौँ, पूर्ण छौँ, विवेकी छौँ। यो चैतन्य तत्त्व हालिसकेपछि यो परमात्माका विस्तार हो। हामी परमात्माकै सन्तान हौँ, परमात्माकै अंश भइसकेपछि हामी पूर्ण रूपमा के छौँ, विवेकवान छौँ। र शान्ति शान्ति शान्ति, तीनटा शान्ति भनेको मान्छेको दुःख चाहिँ तीन प्रकारको हुन्छ। एउटा दैही दुःख, शारीरिक कष्ट भयो, जस्तो उदाहरणको लागि कुनै रोग लाग्यो, टाइफाइड भयो, ज्वरो आयो भने हामीले शारीरिक कष्ट हुन्छ। अर्को भइपरि आउने दुःख, कहिले बाढी आयो, पहिरो आयो, अतिवृष्टि भयो, अनावृष्टि भयो, त्यसले गर्दा अलिकति धनजनको क्षति भयो भने त्यो दुःख हुन्छ। अर्को मानसिक दुःख, सबै कुरा पुगिरहेको छ, के पुग्यायो पुग्याएन, भित्रैदेखि मानसिक कष्ट, जसमा योगी भइसकेपछि ध्यान, धारणा, समाधि भनेर जुन त्यो स्तरमा हामी पुग्छौँ र त्यहाँ पुगेपछि त्यो मानसिक कष्ट पनि के हुन्छ, दूर हुन्छ। यी तीन प्रकारको दुःख चाहिँ के होस् त, नष्ट होस् भनेर जहिले पनि हामी शान्ति 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 भन्छौँ। र यसरी के हुन्छ, हामी पूर्ण ब्रह्माकै सन्तान हौँ र त्यो हुनाले गर्दा हामी छुट्टिए पनि परमात्मासँग एट्याच भए तापनि के हुन्छौँ, हामी पूर्ण छौँ भनेर यो मन्त्रले भन्छ। यति भन्दै बिदा हुन्छु। ओम नमो नमः। हार्दिक आभार, धन्यवाद। धेरै धेरै धन्यवाद श्री राम भक्त घिमिरे गुरुज्यू।